क्या हेर्नु न यस्तो फालिन लगाइरहेको छ मान्छे। नेक्स्ट इयर चाहिँ कस्तो भएको छ भने जङ्गली हात्ती निक्लेर यहाँ चाहिँ रोकिएको थियो। फेरि अहिले पनि अब हिजो अस्ति 3 दिन भयो सायद होइन। म चाहिँ आज रात्रि आइरहेको छु। हात्तीहरू यहाँ यति धेरै बसिरहेछ होइन। माया नै बसिरहेको हेर्नु न। हो मैले कति राम्री भइरहेछ हात्तीहरू हेर्नुहोस्। नकरा नकरा है कराइरहेछ गाई गएर। हात्ती मेरो साथी पिता हो। दामी कराइरहेछ। फालिन लगाइरहेछ मान्छे। यो चाहिँ कराइरहेछ होइन। रिसाइरहेको होला जस्तो छ हात्ती चाहिँ। अनि अघि चाहिँ माउलेले यस्तो पारिदिरहेको थियो कि फसाइदिन्छ नि त। यस्तो गरेको छ माउले डह्रो हुनुपर्छ होइन। अनि सुन्दर यस्तो राम्रो सजाएर बसाइसक्यो होइन। उडाटिको झन् राम्रो छ। यो पनि पुरै यिनीहरू दौडिन्छ अनि त्यसपछि फुटबल पनि खेल्छ। भिडियो हेर्नु होला। यस्तो केरा दिनु गइरहेको छ यहाँ मान्छे चाहिँ हेर्नुहोस् है। यस्तो राम्रो छ क्या। फेरि यसरी लाइनमै बसिरहेछ। सुन्दरी बनाएर राखेको छ होइन। कति सुन्दरता छ हात्तीको होइन। यहाँ छ लगभग 20-25वटा हात्ती छ यहाँ। अनि हात्तीको पूजा भइरहेछ उता चाहिँ होइन। उतापट्टि हात्तीको पूजा भइरहेछ। यो चाहिँ फुटबल भयो होइन। कस्तो राम्रो छ हेर्नु। बाफ क्या क्युट। यति सुन्दर आमा फेरि टिक्क फुलसुल बनाइदिएर दामी बनाइदिएछ क्या। फेरि यसरी लाइनमै बसिरहेछ। सुन्दरी बनाएर राखेको छ होइन। कति सुन्दरता छ हात्तीको होइन। यहाँ छ लगभग 20-25वटा हात्ती छ यहाँ। अनि हात्तीको पूजा भइरहेछ उता चाहिँ होइन। उतापट्टि हात्तीको पूजा भइरहेछ। यो चाहिँ फुटबल भयो होइन। कस्तो राम्रो छ हेर्नु। बाफ क्या क्युट। यति सुन्दर आमा फेरि टिक्क फुलसुल बनाइदिएर दामी बनाइदिएछ क्या।